नमस्कार शुभ बिहानी कार्यक्रम शुभ बिहानीमा म गीताको हार्दिक स्वागत छ। कार्यक्रम शुभ बिहानीमा हामी आजको राशिफल लिएर उपस्थित भएका छौँ। आज मिति 2082 साल जेठ 24 गते शनिबार, तद अनुसार 2025 जुन 7 तारिक। आज सूर्योदय 5:08 भएको छ र सूर्यास्त 6:59 हुनेछ। आजको कार्यक्रम तुलसीको बिउ रोपण, स्मार्तको निर्जला एकादशी व्रत, ईद अल अधा। आजको पञ्चाङ्ग जेठ शुक्ल पक्ष एकादशी तिथि, प्रात 5:23 पछि द्वादशी, चित्रा नक्षत्र, बिहान 10:37 पछि स्वाति, चन्द्र राशि तुला। अब लागौँ आजको राशिफलतर्फ। सर्वप्रथम मेष राशि हुनेहरूका लागि आजको दिन विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आय आर्जन पनि मनयोग्य हुनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। वृष राशि हुनेहरूका लागि आजको दिन स्रोत साधन जुटाउन केही खर्च र दौडधुप गर्नु पर्ला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। आलोचनाहरूलाई व्यवहारले समेट्नु पर्ला। प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। सावधानीले पनि क्षतिबाट जोगाउनेछ। मिथुन राशि हुनेहरूका लागि आजको दिन आँटेको काम बन्नेछ भने मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्। कर्कट राशि हुनेहरूका लागि आजको दिन केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आश मारेको नतिजा सकारात्मक हुनेछ। सिंह राशि हुनेहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुकाउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पुरा नहुन सक्छ। तर सहयोगीहरूको साथ जुट्नाले रोकिएको काम सम्पादन गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार प्राप्त हुनेछ। कन्या राशि हुनेहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिगार्नुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तुला राशि हुनेहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। साथीभाइ टाढिनेछन् र काम बिग्रिने डरले सताउनेछ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनु पर्ला। श्रम अनुसार फाइदा कमै होला। ठुलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। सन्धिचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्नेछन्। यात्राको साइट पनि जुट्न सक्छ। धनु राशि हुनेहरूका लागि आजको दिन पछिका लागि केही वस्तु त्याग्नु पर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ।
मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सन्धि 4ले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई व्यवस्था गर्दा दुःख पाइनेछ। मकर राशि हुनेहरूका लागि आजको दिन पुरानो हिसाब किताबले विवाद निम्त्याउन सक्छ। सङ्घर्षपछि उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मेहनतले जीवनशैलीमा सुधार ल्याउनका साथै फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। विशेष योजना बन्नेछ। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुट्याउनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। र अन्त्यमा रहेको छ मीन राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। आम्दानी रोकिनाले योजना स्थगित हुन सक्छ। काम बिग्रिने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छ्याउन सफल भइनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थ अभावले सताए पनि समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ। हवस् त आजको शुभ बिहानी कार्यक्रम यति नै। आजको दिन शुभ होस्। नमस्कार। शुभ बिहानी।